नमस्कार। आज म तपाईहरुलाई माइक्रोसफ्ट पेन्टमा नेपालको झण्डा कसरी बनाउने भनेर सिकाउँछु। पहिले हामीले सुरुमा एउटा लाइन तान्नु पर्ने हुन्छ। यसरी यसको लाइन तान्दिए मैले। अब यसको साइज अलि छोटो बनाइदिनु पर्छ है। यसको साइज अलि छोटो बनाउने र यो यसको माथि यो राख्ने र एउटा तल राख्दिने यतिको। यसमा चाहिँ हामी यति गर्छौं र अब हामीले चाहिँ खासमा बनाउनु पर्ने भनेको चाहिँ अब झण्डाको डिजाइन हो हैन। अब झण्डाको डिजाइन कस्तो हुनुपर्छ भने यस्तो हुनुपर्छ झण्डाको डिजाइन। यसरी यसको डिजाइन बनाइसकेपछि हामीले फेरि डबल गर्नुपर्छ। यो लाइनहरुलाई हामीले डबल राख्नुपर्छ। यो लाइनहरुलाई हामीले डबल राख्यौं भने पछि कलर हाल्दा यस्तो हुन्छ हाम्रो। अब हामी यसमा एउटा चन्द्र एउटा सूर्य राख्ने छौं है। चन्द्रमा राख्नको लागि चाहिँ दुईवटा रेक्टेंगलहरु लिनुपर्छ र यतिकै छोड्दिन्छौं अहिलेको लागि है। अनि सूर्य बनाउनको लागि हामीले यसरी यस्तो सूर्य बनाउन सक्छौं। अब हाम्रो फाइनली झण्डा बनिसकेको छ र अब यसमा हामी कलर हाल्छौं। कलर हाल्दाखेरि यस्तो हुन्छ है। यसको लाइनमा पनि कलर हाल्दिएपछि झण्डा यस्तो हुन्छ र यसको साइडमा नीलो कलर हाल्दिन्छौं हामी र यसको टाउकोमा कालो कलर हाल्दिन्छौं भने र तल हामी खैरो कलर हाल्दिन्छौं। र आजको लागि भिडियो यही समाप्त हुन्छ र नेपालको झण्डा बनाउने यो भिडियोलाई यही समाप्त गर्छु। हवस् त, धन्यवाद।